आज चाहिँ एकदमै परम मित्र निर्मल भण्डारीजीले लेख्नु भएको अबुझ शीर्षकमा एउटा कविता छ। कृपया पुरा सुनिदिनु होला है त। आज धेरै समयपछि तिमी सम्झिए, जसै सम्झिए तिमीलाई यो सम्झाइ मलाई मन परेन। याद यो याद होइन, सम्झना गर्नु र याद गर्नु फरक कुरा हो। याद आउँथ्यो धेरै पटक र पागल बनाउँथ्यो मलाई। यता म पागल हुन्थे, त्यता त्यो मलाई थाहा छैन। खै के उन्मादले बौलाही बनेकी तिमी। मेरो याद के आउँदो हो र तिमीलाई। पागल हुनु र बौला हुनु फरक कुरा हो। बिदाई गर्दा भनेकै हुँ, बिहानै चराले गुड छोडेपछि बेलुकी फर्किन्छ। तिमी उतै नहराउन है। पिंजडाबाट आजाद हुने नाममा उडेकी तिमी हरायो उतै। पिंजडा कुनै बन्धनमा थिएनौ तिमी। गुड फर्किनु र पखेटा पलाउनु फरक कुरा हो। आज भोलि पनि म सहरको त्यही चार भित्ताले घेरिएर बस्छु। त्यही सुत्छु, त्यही उठ्छु। कतै पर भड्किँदै पुगे भने पनि फर्किन्छु त्यही कोठरीमा, जुन काल कोठरी भन्दा कम छैन। जहाँ गुन्जिन्थे तिम्रो आवाज र हाँसो, त्यो आज बिरान भएको छ। तिम्रो फुसफुसाहट आजै अहिले यही लेखिरहँदा पनि मेरो कानमा गुन्जायमान छन्। कोठा गुन्जायमान छ। कोठा तिमी र म सँगै मिलेर रङ्गाएका भित्ताहरू गिजाउँछन् आज भोलि। कोठा कोठा हुनु र भित्ताहरू मात्रै हुनु फरक कुरा हो। तर आजै मैले ढोका बन्द गरेँ। कहिल्यै हावा नआउने झ्यालबाट अपरिचित हावा बिस्तारै मेरो गालाहरू सुमसुम्याउँदै ममा समाहित भयो। कुनै आत्मा पसे झैँ छाती चिसो भयो। मेरा पाखुरामा काँडा उम्रिए। आँखाले केही देखिएन। चिम्लिएका आँखाले तिमीसँगको पलहरू कुनै फिल्मका सिनहरू चाहिँ स्वाट स्वाट आइरह्यो। त्यो हावालाई मैले महसुस गरेँ। त्यो हावाको गन्ध न फुलको थियो न धुवाको, तर त्यो गन्ध साससँगै भित्र पस्यो र बन्द कोठाका कुना कुनामा तिमीलाई फैलाइदियो। हावा मात्रै होइन, झ्यालको सानो चिराबाट तिम्रा आँखाको मलिन तर न्यानो उज्यालो चुपचाप कोठाभित्र पस्यो। त्यसपछि न कोठा बन्द रह्यो न म। गाडिएर राखेका भावनाहरू तिम्रो उज्यालोले फेरि जिउँदो बनाइदियो। जिउँदो लास हुनु र जिउँदै मर्नु अलि फरक कुरा हो। धन्यवाद।